आज म तपाईहरुलाई फेसबुकका कुनै पनि भिडियोहरू डाउनलोड गर्ने सजिलो तरिका सिकाउँदैछु। तपाईहरुले तपाईहरुले यो तरिकालाई फलो गरेर फेसबुकका जुनसुकै भिडियोहरू राम्रो क्वालिटीमा डाउनलोड गर्न सक्नुहुनेछ। त्यो पनि कुनै एप्लिकेसन बिना नै प्रयोग गरेर डाउनलोड गर्न सकिन्छ। यसरी डाउनलोड गरेका भिडियोहरू बिना अफलाइनबाट नै सजिलै चलाउन सकिन्छ। यसरी डाउनलोड गरेका भिडियोहरू तपाईहरुले जुनसुकै पनि साइटहरुमा डाउनलोड अपलोड गर्न सक्नुहुन्छ। अब हामी सरासर हाम्रो विषयवस्तुतिर प्रवेश गरिरहेका छौँ। यदि तपाईहरु यस यवान नेपाली टिप्स च्यानेलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गर्नुहोला। अबका दिनहरू यस्तै भिडियोहरू प्राप्त गर्नुको लागि यवान नेपाली टिप्सलाई अनिवार्य सब्स्क्राइब गर्नुहोला। सब्स्क्राइब गरेपछि छेउमा रहेको बेल आइकनलाई प्रेस गरी अलमा दबाउनुहोस्, जसले गर्दा यस च्यानेलमा अपलोड हुने भिडियोहरू सजिलै प्राप्त गर्न सक्नुहुनेछ। तपाईहरु कुन ठाउँबाट भिडियोहरू हेर्दै हुनुहुन्छ? साथीहरु, यसरी सबैभन्दा पहिले आफ्नो मोबाइलमा रहेको फेसबुक पेजलाई ओपन गर्नुहोला। यसरी फेसबुक पेज ओपन भइसकेपछि तपाईहरुले कुन भिडियोलाई डाउनलोड गर्न चाहेको हो त्यसमा जानुहोला। त्यसमा गएर यसरी मैले यो भिडियो डाउनलोड गर्न चाहन्छु, त्यसैले यहाँ शेयर भन्ने अप्सन छ, यसमा क्लिक गर्छु र यहाँ कपी लिंक भन्ने अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्छु र यसरी लिंकलाई कपी गर्छु। यसरी लिंकलाई यहाँबाट पनि गर्न सकिन्छ, यसरी माथि रहेको यसबाट पनि गर्न सकिन्छ, तर सर्टकट तरिका चाहिँ शेयरमा गएर यसरी कपी लिंक गर्ने। यसरी गरिसकेपछि तपाईहरु आफ्नो मोबाइलमा रहेको क्रोम ब्राउजर, गुगल, आइफोन युजरकर्ता हुनुहुन्छ भने सफारी यसरी जानुहोला। यसरी म चाहिँ अहिले गुगल क्रोम चाहिँ ओपन गर्छु। यहाँ गएर तपाईहरुले फेसबुक भिडियो डाउनलोड भनेर सर्च गर्नुहोस्। यसरी डाउनलोड गरिसकेपछि यहाँ तल देख्नुहुन्छ फेसबुक भिडियो डाउनलोडर भनेर यो सेकेन्ड अप्सनमा रहेको फेसबुक भिडियो डाउनलोड अनलाइन डाउनलोड फेसबुक भिडियो भनेर यसमा क्लिक गर्नुहोस्। यसरी क्लिक गरिसकेपछि तपाईहरुले कपी गरेको लिंकलाई यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेर पेस्ट गर्नुहोस्। यसरी पेस्ट गरिसकेर यसलाई डाउनलोड गर्नुहोस् अनि एकैछिन वेट गर्नुहोस्। यसरी यहाँ ओपन हुन्छ। यसरी ओपन भइसकेपछि तपाईले यहाँ डाउनलोड भिडियो इन नर्मल क्वालिटी, हाई क्वालिटीमा पनि गर्न सक्नुहुन्छ, तपाईले नर्मल क्वालिटीमा पनि गर्न सक्नुहुन्छ। म अहिले नर्मल क्वालिटीमै गर्छु। यसरी यहाँ एड आएको छ, यसलाई एड गराउनु होला भन्ने अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नुहोस्। तपाईले ड्राइभमा गर्न चाहनुहुन्छ कि फाइलमा, तपाईले यसमा चाहिँ अहिले फाइलमा गर्छु। यसरी सेभ गर्नुहोस्। यो डाउनलोड हुँदैछ, देख्नु भएको छ, डाउनलोड भइसक्यो। अब यसरी डाउनलोड भइसकेपछि तपाई फाइलमा गएर यसरी हेर्न सक्नुहुन्छ।